दर्शकबिन अहिले तपाईँहरूले देख्न सक्नुहुन्छ धरानको धेरै जसो बिजुलीको पोलहरूमा चाहिँ यो स्पेसको केबलको तारहरू इन्टरनेटको अनि तपाईँको टेलिफोनको तारहरू चाहिँ यसरी जथाभावी रूपमा चाहिँ तपाईँहरूले असरल रूपमा देख्न सक्नुहुन्छ। यसमा चाहिँ धरान उपमहानगरपालिकाको विशेष गरी चाहिँ ध्यान आकर्षण हुन जरुरी छ। त्यसै गरी सम्बन्धित सरकार वडाको पनि ध्यान आकर्षण हुन जरुरी छ र धरानमा रहेको सामाजिक सङ्घ संस्थाहरू र टोल विकास संस्थाहरूको ध्यान आकर्षण हुन जरुरी छ। धेरै जसो पोलहरूमा चाहिँ यसरी लापरवाहीको रूपमा छोडिएको तार देख्न सक्नुहुन्छ। तपाईँहरूले केबल तारहरू देख्न सक्नुहुन्छ। आज चाहिँ हामी युवा सञ्जाल सकारात्मक परिवर्तनका लागिको तर्फबाट धरानको कहाँ चाहिँ यसरी असरल रूपमा अव्यवस्थित तरिकाले तारहरू फ्याँकिएको छ छोडिएको छ त्यो तपाईँहरूलाई देखाउनेछौँ। सुरुदेखि अन्त्यसम्म हाम्रो साथमा रहनुहोला। यो करेन्ट लाग्ने हो कि होइन मलाई थाहा छैन दाजु करेन्ट लाग्छ है। करेन्ट लाग्ने हो कि होइन मलाई थाहा छैन तर यो धेरै ठाउँमा चाहिँ यो अघि यसरी इन्टरनेट चाहिँ तपाईँले नयाँ जडान गरिसकेपछि पुरानो इन्टरनेटको तारहरू चाहिँ यसरी अलपत्र रूपमा छोडिएको छ। अब कस्तो च्यानलवालाहरूलाई भनेर कार्ड केटाकेटीहरू झुन्डिन्छ लड्छ। ल यो चाहिँ छिमेकी भट्टे छ रहनु चाहिँ धरानभरिबाट गर्ने भने त तपाईँको एक ट्रक नै निक्लिन्छ होला क्या। यति धेरै तारहरू चाहिँ यसरी असरल छरिरहेको छ। यसमा हाम्रो स्थानीय निकायको ध्यान आकर्षण कहिले हुने हो? यो के मार्ग दिदी? यो के मार्ग हो? बाटोको नाम के हो? यो के मार्ग? मनिष सुन्दर बाटो। मनिष सुन्दर बाटो यो चाहिँ धरान 3 स्थित मनिष सुन्दर बाटो। पुरानो सुँगुरको पाठापाठी बेच्ने चाहिँ मार्ग छ। यहाँ पनि यस्तो छ। त्यसै गरी हामी धरानको अन्य ठाउँहरूमा नि गइरहेका छौँ। देखोस् न यो पनि तारको अवस्था पनि। अहिले चाहिँ हामी धनकुटे रोड सिद्धार्थ मार्गमा छौँ। हामी चाहिँ यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ अरू ठाउँमा चाहिँ च्यानलको स्पेसहरूको चाहिँ तारहरू चाहिँ अव्यवस्थित रूपमा हुन्थ्यो नि। अब यो चाहिँ मेन घरमा लग्ने बिजुलीको तारै यत्तिकै छोडिरहेछ। हाम्रो एकजना स्थानीय दाजुको अनुसार चाहिँ उहाँहरूले वडामा यसको चाहिँ जानकारी गराउनु भएको अरे तर वडा समितिबाट के सूचना आयो भन्दा यो चाहिँ यसमा चाहिँ तार अफ गरिसकेको लाइन अफ गरिसकेको छ डराउन पर्दैन भन्ने खालको सूचना आयो तर त्यो अब कहिले भन्ने चाहिँ ठ्याक्कै खुलेन। अनि यो चाहिँ लामो समयबाट यतिकै असरल छ। अलिकति हेर्दै पनि डर लाग्दछ। विशेष गरी वार्ड नम्बर 8 को वडाध्यक्षज्यूले चाहिँ यो चाहिँ हटाइदिनु हुन चाहिँ कसरी हुन्छ तपाईँले एउटा भूमिका निर्वाह गरिदिनको लागि हामी युवा सञ्जाल चाहिँ विनम्रसँगले अनुरोध गर्दछौँ। र त्यसै गरी बिजुली हाम्रो चाहिँ विद्युत प्राधिकरण धरानले पनि एकचोटि उहाँहरूको पनि ध्यान आकर्षण भएको होस्। यसरी बिजुली लाइन काटिसकेपछि यो तार चाहिँ कसले व्यवस्थापन गर्नुपर्ने हो?
तपाईँहरूको पनि ध्यान आकर्षण भएको होस्, यो बिजुलीको तार चाहिँ यत्तिकै असरल रूपमा छरिएको छ। एकचोटि तपाईँहरूले पनि के कसो हुन्छ एकचोटि अनुगमन गरिदिनु हुन पनि हार्दिक हामी विनम्र अनुरोध गर्छौँ। ल अन्तमा अब धरान उपमहानगरपालिका, विद्युत प्राधिकरण धरान र हाम्रो धरानका जनप्रतिनिधिहरू र विभिन्न सामाजिक सङ्घ संस्था अनि टोल विकास संस्थाहरूको एकदमै ध्यान आकर्षण हुन अति आवश्यक छ। हेर्नुहोस्, यसरी चाहिँ लापरवाही तरिकाले चाहिँ तारहरू छोडिएको छ। अब यो भिडियो कतिको सन्देशमूलक लाग्छ, यदि सन्देशमूलक लाग्छ भने सेयर गर्न, लाइक गर्न नभुल्नुहोला।